हेलो गाइस, नमस्ते सबैलाई। म तपाईहरुसँग एउटा कुरो गर्न जाँदैछु। हिजो मसँग एउटा हादसा भएको छ गाइस। किन भएको थियो त्यो हादसा भनेर म तपाईहरुसँग मतलब यो मेरो शेयर गर्न चाहन्छु। मैले त्यो लेटेस्ट बनेर मैले कमेडी एउटा मान्छेको रिएक्सन कस्तो हुन्छ भनेर मैले त्यो भिडियो हालेको छु हैन गाइस। त त्यसमा गाइस 99 जनाले मेरो गाउँको मान्छेले सपोर्ट गरे, बट जो 1% छ तिनीहरूले हिजो मलाई के गरे भन्दाखेरि जहिले मैले भिडियो बनाएको थिएँ हैन 2 दिन अगाडि, त्यतिखेर पनि भएको थियो। त्यतिखेर त्यति केही भएको छैन। जो मेरो क्यामेराम्यान दुईटा भाइहरू थिए, ती भाइहरूलाई भगाइदिए अन्त योसँग भिडियो नबना भनेर हैन गाइस। मैले केही गरिनँ, त्यतिखेर मैले केही भनिनँ। अनि फेरि मलाई सेकेन्ड टाइम म दोकान गएको थिएँ हिजो हैन, राति 7 बजेको छु। त्यो अनि त्यहाँ रोकेर मलाई यस्तो यस्तो भने मान्छेहरूले हैन, 1-2 जना मान्छेहरूले। सबैलाई त भन्दिनँ किनकि अरूले त मलाई सपोर्ट पनि गरेका छन्। त 1-2 जना मान्छेले मलाई यस्तो भने कि गाइस धम्काए मलाई हैन। त यहाँबाट आजदेखिबाट भिडियो यस्तो नहाल्नु, मेरो गाउँको बदनाम हुन्छ, यस्तो यस्तो हुन्छ भनेर भिडियो मलाई यस्तो मतलब भने के गाइस। अनि मैले भन्दा जाँदाखेरि यसमा के मतलब खराबी छ हैन गाइस। मान्छेलाई मैले हँसाउनको लागि गरेको, केही खराब त गरिन नि त त्यसमा। अरूलाई पनि अरू के भन्दाखेरि यो भयो भन्दाखेरि कसैले उसलाई हिजरा आयो अरे तिमीको गाउँमा भयो भनेर यस्तो मलाई एक्सन लिएका थियो उसले। त अनि मलाई हिजो के भयो भन्दाखेरि धरे त्यहाँ अलिकति बात ठुलो पनि भएको थियो। त त्यहाँ गएर अनि मैले ती दाइलाई भने हैन, त्यसमा केही खराबी छैन, म भिडियो बनाउँछु हैन। तर उसले के भनेखेरि कि यहाँ नबना, जङ्गलमा गएर जासुकै गरेर बना, तर यहाँ नबना। अगर तैँले भिडियो बनाइस् त तेरो खुट्टा म भाँचिदिन्छु नेक्स्ट टाइमबाट बनाइस् भिडियो भने यस्तो भने मलाई गाइस धरेर हिजो। त अनि मलाई माफी पनि मगाए 3-4 खेप। अनि माफी मागेर अनि मलाई वहाँबाट छुटेँ। त्यहाँ पछाडि मलाई बेङ्गलोरबाटबाट फोन आयो 2-3 जनाको। उनीहरूले मलाई सपोर्ट गरे। मैले रोएर भिडियो हालेको छु। मैले त्यो भिडियो त डिलिट गरिदिएँ गाइस, किनकि एउटा केटो मान्छे रोएको राम्रो लाग्दैन कि। त अनि मैले त्यो भिडियो हालेँ। अनि त्यहाँबाट मलाई आयो, बेङ्गलोरबाट फोन आयो रातिको 12:30 बजी। त दादाहरूले मलाई बहुत मोटिभेसन दिनुभयो, हार मान्नु हुँदैन, जिन्दगीमा यस्तै हो, मान्छेले बहुत कुछ भन्छन् पनि गर्छन् पनि, तिमी गरिराख्नु आफ्नो जे छ भनेर बहुत मोटिभेसन दिनुभयो। मैले सोचेको थिएँ त्यतिखेर म भिडियो बनाउनु छोडिदिन्छु भनेर पनि हैन। अनि एउटा दादा त हाम्रो सपोर्टर, उसले त भिडियो पनि बनाउनुहुन्छ, उसले मलाई बहुत सपोर्ट पनि गर्नुहुन्छ। त अरुणाचलबाटबाट पनि मलाई फोन आयो, दादाहरूले फोन गर्नुभयो भिडियो बनाउनु नछोड्नु भनेर। उसले सपोर्ट गर्नुभयो मलाई, राम्रो लाग्छ तिम्रो भिडियो भनेर भन्नुभयो। त अनि मलाई यहाँ के भन्छ हाम्रै गाउँकै दादा एउटा हुनुहुन्छ, त्यो इन्डियन आर्मीमा हुनुहुन्छ फिलहाल त उनले पनि मलाई फोन गर्नुभयो, राम्ररी नै बात गर्नुभयो उनले पनि हैन। त यति नै भन्छु गाइस कि तपाईहरु गाउँमा भिडियो बनाउनु हुँदैछ हैन, फास्ट क्रिएटर जो सपोर्टरमा कोही छैन तपाईको, त्यतिखेर ती म भन्छु तपाईँ गाउँमा भिडियो नबनाउनु, अरूतिर गएर भिडियो बनाउनु। कि गाउँका मान्छेहरुमा 99% ले तपाईलाई सपोर्ट गर्नला, तर 1% ले यस्तो डिमोटिभेट गरिदिन्छ नि तपाईलाई गाइस कि भन्न सक्नु। मेरोमा त कोही अलि 2 जना सपोर्टर छ भनेर म यतिको सुमुनमा छु अहिलेसम्म। मैले गिभअप गरेको छिन, गिभअप भएको छिन, म यहाँबाट हटेको छिन सोशल मिडियाबाट। आशा गर्छु कि तपाईहरुको जो अब सुरु गर्नु हुँदैछ फास्ट क्रिएटरहरु हैन, तपाईहरु के गर्नु, सुरु गर्ने चाहिँ अगाडि तपाईको जुन चाहिँ एकाउन्ट हुन्छ त्यहाँबाट सबै जति चिन्ने छन् तपाईलाई त्यसैलाई ब्लग गरेर भिडियो सुरु गर्नु होला। त्यतिखेर कि अरूले हेर्दाखेरि त्यति तपाईलाई कमेन्ट खराब आउँदैन गाइस। आफ्नो मान्छेहरूले तपाईलाई डिमोटिभेट गर्न खोज्छन्। म त्यति नै भन्छु कि अगर मलाई दुबारा फेरि यस्तो के भयो भने तिनीहरुको म फेस म सोशल मिडियामा यो गर्दिन्छु, लागू गर्दिन्छु। अहिले 2 बार भयो मसँग यस्तो, 3 बारको टाइममा अगर यस्तो भयो भने म डाइरेक्ट हाल्दिन्छु। यो बात साच्चै हो गाइस, झुट केही होइन। म भ्युज कमाउनको लागि यस्तो भन्दैछु, केही होइन। म हिजो भिडियो बनाउन चाहन्थे तर कुछ यस्तो मेरो मजबुरी रह्यो कि मैले बनाउन सकिनँ। त्यही कारण म भिडियोको माध्यममा तपाईहरुलाई भन्न चाहन्छु कि तपाईहरुको अलिकति सपोर्ट पनि चाहिन्छ, अरु केही होइन। जसले मलाई अहिले जे भनेको छ, जे गरेको छ म बादमा देखाउँछु। यो सोशल मिडियाबाटै म अगाडि बढेर देखाउँछु, यो मेरो वादा छ गाइस। तपाईहरुको सिर्फ सपोर्ट चाहिन्छ। धन्यवाद, तपाईहरुले मलाई त्यो भिडियोमा बहुत सपोर्ट पनि गर्नुभयो। 700 कति 750 भ्युज पनि गएको छ 2 दिनको भित्रमा। यति राम्रो सपोर्ट पनि लाग्यो मलाई, बहुत राम्रो पनि लाग्यो तपाईहरुको सपोर्ट देखेर गाइस। त यसो नै सपोर्ट बनाइदिराख्नु होला, म यति नै चाहन्छु।
म पनि एउटा गरिब घरको छोरो, केही गर्नको लागि मैले पनि कोसिस गर्दैछु गाइस। सिर्फ तपाईँहरूको सपोर्ट चाहिन्छ। एउटा फलो या एउटा सेयर गरिदिनु न, एउटा कमेन्ट गरिदिनु तपाईँहरूले कहाँबाट मेरो भिडियो हेर्नु हुँदैछ। मलाई अलिकति मोटिभेसन पनि पाउँछु मैले। त धन्यवाद। ती दादाहरूलाई पनि, बेङ्गलका दादाहरूलाई पनि म धन्यवाद भन्न चाहन्छु। ती अरुणाचलका दादाहरूलाई पनि म धन्यवाद भन्न चाहन्छु। अनि मेरा 1-2 गाउँका दादाहरूले पनि मलाई बहुत सम्झाए, ती दादाहरूलाई पनि धन्यवाद। जतिले मलाई गाउँका मान्छेहरूले मलाई मेरो भिडियोबाट मलाई सपोर्ट गर्छन्, प्लिज एउटा कमेन्ट गरिदिनु होला तपाईँहरूले मलाई सपोर्ट गर्नुहुँदैछ भनेर। तबतकले टाटा बाई बाई। म आउँछु अर्को भिडियोमा, फनी भिडियोमा, या जेसुकै भिडियो होस् तर फनी हुन्छ, राम्रो हुन्छ। टाटा बाई बाई।